वाउ, यो एउटा अचम्मको झार हेर्नुहोस् है। उहिले हाम्रो बाजे बराजुले भन्नुहुन्थ्यो, पात पतिङ्गा झार जङ्गलहरू पनि गफ गर्छ अरे भनेर भन्नुहुन्थ्यो, जिउँदो हुन्छ भन्नुहुन्थ्यो। साँच्चै नै यो झारलाई देख्दाखेरि साँच्चै हो कि जस्तो लाग्छ। किनभने हामीले यसरी छुने बित्तिकै लजाउँछ। यो भनेको लजावती झार हेर्नुहोस् है, छुने बित्तिकै हेलो लजाएर लुकिहाल्छ। वाउ, अनि फेरि यो हेर्नुहोस् है, हेलो यहाँ हेर्नु न, लजाउनु भएको। किन लजाउनु भएको? आँखा चिम नगर्नुहोस् न। ल हेर्नुहोस् त, अचम्म है, यस्तो झारहरू पनि लजाउँदो रहेछ। हेर्नु न, छुने बित्तिकै हेर्नु त, यो पनि है, हेलो। अरे नलजाउनु न, हेलो, छुनु मात्रै भयो, हेलो। ल किन लजाउनु भएको? वाउ, यहाँ यति माथि फुलिरहेको, यहाँ छुइदिनुपर्छ, सबै लजाउँछ। ल हेर्नु, यसलाई पनि छुइदिन्छु है, यसलाई छुइदिनु। ओ माई गड, कति साह्रो लजावती झार है। यसको नाम चाहिँ लजावती झार भन्छ। छुने बित्तिकै लजाउँछ। मलाई यो नलजाइकन यत्तिकै टिप्नु मन परिरहेछ। म टिप्छु है, यो चाहिँ बिस्तारो नछुइकन टिप्छु है। लजाइहाल्नु भयो। ल हेर्नु, हेर्नु है, आफै लजाउनुहुन्छ। छुनु मात्रै पर्छ, लजाइहाल्छ। अचम्मको झार छ हाम्रो देश नेपालमा। साँच्चै नै अचम्म खालको कुराहरू पाइन्छ। तर यो लजावती झार, यो झार मात्रै होइन नि, यो एउटा ठुलो औषधि हो। तर त्यो के को लागि औषधि हो, यसको जरा औषधि भन्ने मैले सुनेको छु। हजुरहरूले पत्ता लगाउनुहोस् है, मलाई चाहिँ थाहा छैन। फेरि म थाहा नभएको कुरा चाहिँ म फेरि भन्न चाहन्न होइन। जस हाम्रो जुजु बाजेहरूले भन्नुभएको चाहिँ सुनेको, यो लजावतीको यो हुन्छ नि, यसको जरा, यी काँडाहरू कति धेर छ। हेर्नु त, यस्तो लजाइहाल्नुहुन्छ। यसको जरा चाहिँ एकदम ठुलो औषधिहरू भनेर मैले सुनेको छु। तर पनि मलाई चाहिँ थाहा छैन के को औषधि होला। हजुरहरूले भनिदिनु होला, म पनि बुझ्न चाहन्छु। किनकि यो अचम्मको, यहाँ हेर्नुहोस्, छुने बित्तिकै लजाइहाल्छ।